हामी चाहिँ दमक 3 मा रहेको यहाँ वन अफिस छेउमा चाहिँ सिरिसको फुलहरू यति मजाले फुलेको छ। त्यहाँ गयो भने त फोटो खिचौँ भिडियो बनाउँ लाग्छ। सो हामी चाहिँ एकैचोटि अहिले प्लानिङ भएर चाहिँ जान आँटिरहेछौँ 4-5 जना भएर। लक्ष्मी दिदी, म, हेमा दिदी, पबी भएर चाहिँ जान आँटेका छौँ। गाउँका हामी 4-5 जना दिदी बहिनी भएर जान्छौँ। बुहारी जाति भएर कहीँ घुम्न जाँदा चाहिँ हामी यसरी नै जाने गर्छौँ क्या। रमाइलो हुन्छ एक्लै जानु भन्दा चाहिँ धेरैजना भएर जाँदा चाहिँ रमाइलो हुन्छ। हामी चाहिँ रेडी भएर आइसकिसक्यौँ। दिदी चाहिँ रेडी भएकै छैन। यो साथी पर्खिँदा टाइम लाग्ने भयो हामीलाई। केही छैन, सबैजना भएर जाँदा चाहिँ राम्रो हुन्छ क्या। हामी चाहिँ यहाँ अब सिटीमा जान्छौँ सबैजना भएर। फाइनली हामी चाहिँ सिरिसको फुलमा आइसकेका छौँ। यस्तो मजाले फुलेको छ। हाम्रै घरको छेउछाउमै हो यो ठाउँ चाहिँ। किन टाढा जानु सिरिसको फुलमा चाहिँ भिडियो बनाउन र फोटो खिच्न। हामी चाहिँ नजिकै छ। मेरो पार्टीहरू यहाँ। फाइनली सिरिसको फुल हेर्न चाहिँ हामी आइसकिसक्यौँ। यति मजाले फुलेको छ, यति राम्रो ठाउँ। तर के गर्नु, हाम्रो भाग्य बस खत्तमै भयो। पानी छ। कहाँ गएर नाच्नु, कहाँ गएर भिडियो बनाउनु। म त फेरि यति भाइरल छ यो सिरिसको फुल, यति भाइरल छ। कहाँसम्म मान्छे घुम्न जाने, फोटो खिच्ने, टिकटकहरू बनाउने। हाम्रो चाहिँ यो घर छेउमा, घर नजिकै भएको सिरिसको फुलहरू हो। यति मजाले फुलेको छ। किन हामी टाढा जानु र हामी त नजिकै फोटो खिच्ने, भिडियो बनाउने हो, इन्जोय गर्ने हो। टिकटक 1-2 वटा बनाउँछौँ। उहाँ हाम्रो क्यामेराम्यान चाहिँ क्यामेरा बनाएको हामी चाहिँ सबैजना प्र्याक्टिस गर्दैछौँ। कुन गानामा बनाउने हो टिकटक भन्ने नै थाहा छैन। अब एकछिन प्र्याक्टिस गर्छौँ। हामीलाई खासै नाच्न नि आउँदैन। एकछिन त प्र्याक्टिस गर्नुपर्ने हुन्छ। सो त्यही भएर प्र्याक्टिस गर्छौँ अनि सबैजना भएर नाच्छौँ। धन्यवाद। यसो गर्नु नि हो। फाइनली हामीले चाहिँ अब सिरिसको फुलमा चाहिँ घुमेर फोटो खिचेर टिकटक बनाएर नि सक्यौँ। अब चाहिँ घरतर्फ लाग्छौँ सबैजना। नानीहरूको छुट्टी भएको मौका पारेर हामी अनि यसरी गाउँ घरका दिदीबहिनी भएर चाहिँ सबैजना घुम्न आउँछौँ। जे जस्तै भए पनि रमाइलो भयो। जहिले घरको काम गर्दा कति गर्ने, जहिले गरेकै हो। कहिलेकाहीँ त हामीलाई पनि टाइम दिउँ। आफू खुसी भयो भने जगत खुसी, संसार खुसी। आफू खुसी भइएन भने पनि खुसी पार्न सकिँदैन। यस्तो घुम्नुपर्छ, कहिलेकाहीँ चाहिँ इन्जोय गर्नुपर्छ। घुमेर चाहिँ टिकटक बनाउँदा फोटो खिच्दा हामी गलेको अवस्थामा छौँ अहिले। सबै गलेर चाहिँ आराम गरिरहेका छौँ। साथीहरू पनि गलेर, दिदीहरू, हामी सबैजना अनि राडी भन्ने भिडियो चाहिँ अहिले भाइरल भएको छ। त्यसमा नि हामीले टिकटक बनायौँ। अहिले चाहिँ यो सिरिसको फुलहरू चाहिँ एकदमै जताततै भाइरल छ। हाम्रो गाउँघरमा रहेको दमक 3 मा रहेको चाहिँ यो वन अफिसकै छेउमा चाहिँ यति मजाले फुलेको थियो। यति मजाले फुलेको फुल चाहिँ पैसा खर्च गरेर टाढा फुलको भिडियो टिकटक बनाउनु जानु भन्दा चाहिँ नजिकै हामीले चाहिँ खिच्यौँ, इन्जोय गऱ्यौँ। आज यति रमाइलो भयो, दिल खुस हो गया। आजको घुमघाम चाहिँ कस्तो भयो साथीहरू? रमाइलो भयो होइन? आज चाहिँ सबैलाई क्या रमाइलो भयो। आज चाहिँ नानीको स्कुल पनि छुट्टी थियो अनि सबैजना भएर घुम्न टाइम, कहिलेकाहीँ त हामी मामुहरूलाई पनि टाइम दिनुपर्छ क्या। जहिल्यै भान्सामा किचनमा काम गर्दा, घरको काम गर्दा बोरिङ पनि हुन्छ। सो हामी चाहिँ आज नानीको स्कुल छुट्टीको मौका पाएर चाहिँ घुम्न आयौँ।